Hello everyone, what's up and welcome back to the new video. आजको भिडियोमा हामीले CSS एरो भन्ने कुरा पढ्छौँ है। CSS मा एरो भनेको के हो भन्ने कुरा हामीले अलिअलि यतिको त पढ्यौं कि जसले गर्दा अलिकति बेसिक लेआउट बनाउन सकिन्छ। मलाई लाग्छ एउटा प्रोजेक्ट बनाउने हो र हैन, प्रोजेक्ट बनाउने पनि ट्राई गर्नुपर्छ कि जस्तो लाग्छ, तर अहिले नगरौँ, पछि गरौँला हैन। र CSS को ग्राफिकल प्रोपर्टी मध्ये सिम्बल मध्ये एउटा चाहिँ CSS एरो हो हैन, जसमा अब हामीले border क्लिप अनि आइकनहरुको युज गरेर हामीले एरो बनाउन सकिन्छ। यसमा आज हामीले अलिकति एरोलाई चाहिँ कसरी बनाउन सकिन्छ त भन्ने कुरा हेर्छौं है। अब CSS border आइकन स्टाइलिङ र टुल टिप भनेको छ। border भनेको स्क्वायर एलिमेन्ट बनाउने र त्यसको चाहिँ borderलाई चाहिँ ट्रान्सपेरेन्ट र अरुलाई चाहिँ भिजिबल यताउति गरेर चाहिँ बनाउन सकिन्छ एउटा चाहिँ एरो युजिङ आइकन भने हो। अब आइकनहरुलाई प्रयोग गरेर पनि बनाउन सकिन्छ। क्लिप पाथ भन्यो, क्लिप पाथ भनेको चाहिँ पोलिगन एनी शेपको चाहिँ पोलिगनहरु पाथहरु डिफाइन गर्न सकिन्छ। अनि युनिकोड क्यारेक्टर भन्यो हाम्रो क्यारेक्टर अनुसार पनि गर्न सकिन्छ भन्ने हो। अब border CSS border द्वारा कसरी गर्ने भन्ने हो। अनि हाइट र विड्थ सेट गर्ने कन्टेनरको त्यो 0, देन पिक एनी border, फर एक्जाम्पल border बटम गर्ने, थिकनेस इच्छा अनुसार राख्ने, अनि अरु थिकनेस के गर्ने भने नाउ गिभ द सेम थिकनेस एन्ड बट अ ट्रान्सपेरेन्ट कलर टु द टु एडजसेन्ट border भन्ने हो। लेफ्ट राइटलाई चाहिँ ट्रान्सपेरेन्ट कलर दिने हैन। अनि लाइन एरो, यसको लागि चाहिँ सेट हाइट एन्ड विड्थ अफ द एलिमेन्ट डिपेन्डिङ अपन द साइज अफ एरो निडेड भन्यो। नाउ सेट द थिकनेस एन्ड कलर भन्यो। हेर यहाँ हेर है, border लेफ्ट दियो, राइट दियो, अनि बटम यिनी ट्रान्सपेरेन्ट छ नि, यिनी चाहिँ के हो सलिड ब्ल्याक छ। एरो अप डाउन भन्यो। हेरौं, चेक गरौं यसमा अरु के गर्न सक्छ यसले भनेर। आइकन युज गरेर भने हो। यसमा यो हामीले गर्न सकिन्छ। अनि क्लास मेटल आइकन दिएर स्टाइल फन्ट साइज यति भनेर एरो फरवर्ड भनेर लेखिदिनु पर्यो। क्लिप पाथ भने हो युजिङ क्लिप पाथ प्रोपर्टी भन्यो। क्लिप पाथ भनेको के हो त हेरौँ है। क्लिप पाथ भनेको क्लिपिङ गर्न परेको हुन्छ होला सायद। क्लिपिङ रिजन यसलाई हामीले जुन जहाँ क्लिप गर्ने हो त्यो कुरालाई डिफाइन गर्न हेल्प गर्छ हैन क्लिप पाथले। क्लिप भनेको चाहिँ तपाईको के गर्छ भने यसरी क्रप गरिदिन्छ नि त, त्यो क्लिप भनेको है। यो हाम्रो चाहिने बेला हेर्ने हो, त्यो अब इच्छा अनुसार जहाँ चाहिन्छ त्यतिखेर गर्न सकिन्छ। क्लिप पाथ भनेको चाहिँ एनी शेप, कुनै पनि शेप क्रिएट गर्न सकिन्छ, इच्छा अनुसार गर्न पाइयो नि त। कहाँ गर्ने हो यस्तो क्रिएट गर्न पनि पाइयो। त आफुलाई त्यो क्लिपिङ गर्न सक्नु पर्यो नि त। अरु के कस्तो छ हेरौं। अरु त्यति दुःख पाउनु पर्दैन। एरो कलर स्याडो के लेखेको छ त्यति हामीले चाहिँ गर्नु पर्दैन है। टुल टिपहरु बनाउनको लागि भने हो we can create a tooltip with an upward pointing triangular arrow भने हो। Using CSS border and transform property we have used hover pseudo classes to make tooltip visible भने हो। अनि बिफोर भन्यो। अरु केही गर्ने हैन, यो चाहिन्न। बेसिक हेरौँ एरो है, तर त्यति चाहिँ मलाई काम लाग्छ जस्तो लाग्दैन। इच्छालाई पढे भयो है। अरु त बेसिकली एउटा डिभ बनाउने, क्लास लेख्दिने भइहाल्यो। प्र्याक्टिकल नम्बर 31 index.html बनाउने। index.html बनाएपछि नि यसैमा लेख्ने हो कि बेसिक यस्तै सट्ट यहाँ जानेर एउटा डिभ बनाउने के रे।
div बनाउने, यसको क्लास दिने, एरो लेख्ने, भयो त। स्टाइल लेख्ने, स्टाइलमा डट एरो सिलेक्ट गरेँ मैले हैन। विड्थ हाइट बोर्डर बटम यताउति झ्याप्प मिलाएँ। अब यसलाई लाइभ चलाएँ, हेर के बन्यो त, केही न केही त बन्यो हो कि नै। 50 पिक्सल सोलिड ट्रान्सपेरेन्ट बन्यो कि यो। अब यसले अब बोर्डर लेफ्ट पनि ट्रान्सपेरेन्ट छ, राइट पनि ट्रान्सपेरेन्ट छ, अनि बटम हामीले चाहिँ दिएछौँ 100 पिक्सल, यो चाहिँ यस्तो आउँछ। अब यो त एउटा सानो साधारण इक्जाम्पल भयो के अरे, आफूले हैन अब इच्छा अनुसार जस्तो पनि राख्न पाइयो नि त। अप डाउन यताउति त रोटेट गरे भयो, अप डाउन गर्नको लागि त अरु केही गर्नु परेन। आइकनको लागि चाहिँ लिंक स्टाइल सिट भनेर कपी गर्ने, यसरी पाइन्छ। यो त आफूले अब यही जो गर्नुपर्छ भन्ने भएन। अब आफ्नो क्लास यहाँ दे भयो, यसरी टक्क मेटेरियल आइकन भनेर एरो फरवर्ड एरो ब्याकवर्ड यताउति आउँछ कि आउँदैन हेरौँ है। फेरि मेटेरियल आइकनमा आयो अन्त गुगलको फन्ट हो यो, फन्ट आछ कसरी युज गर्ने भन्ने कुरा लेखिदिएको हो कि यसले। फरवर्ड ब्याकवर्ड यताउति हैन, क्लिपबाट पनि गर्न पाइन्छ आफूलाई इच्छा छ भने हैन। अब त्यो अब आफ्नो रहर गर्ने मन छ गर्ने, नत्र नगरे नि हुन्छ, त्यही थियो। अरु चाहिँ एउटा चाहिँ एरो हुन्छ भन्ने बुझ्यौ। सकेसम्म हामीले यस्तो चाहिँ युज गर्ने यिनी एरोहरू, सिम्बलहरू हैन, मोस्ट अफ द केसमा युज गर्ने, यसरी नबनाउने हैन। यसरी बनाउन अलि झ्याउै हुन्छ। यो युज गर, जो इच्छा अनुसार जे युज गर्न पनि पाइयो कि, यो मात्र नभएर थुप्रो हुन्छ है। ल आजको भिडियो यति नै थियो। कन्फ्युजन भयो मलाई चाहिँ भन्ने, यो भिडियोमा धेरै कुराहरू चाहिँ केही पनि थिएन, अब चाहिनै पर्छ बुझ्नै पर्छ भन्ने कुराहरू चाहिँ त्यस्तो केही थिएन। यो चाहिँ हरेक ठाउँ काम लाग्छ भन्ने हैन, कोही कोही ठाउँ लाग्छ। यो भिडियो मैले यही एन्ड गरेँ।